वाट अ भ्यू। हेलो यहाँ दर्शन नमस्ते। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाकै छु भन्नुपर्छ। होपजना सबैजना गुड मर्निङ पनि है साथसाथमा होइन। सबजना ठिकठाक हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक फाइन छु होइन। म लगायत मेरो फ्यामिली सबैजना ठिकठाक छौँ अनि हजुरहरू पनि ठिकठाक हुनुहुन्छ होला पक्कै पनि होइन। अनि आज चाहिँ एकादशी सो त्यो टक्क लगाएर चाहिँ बिहान उठेर अनि टक्क फ्रेस भएर टक्क होइन आज चाहिँ टक्क एकादशी मेलामा टक्क मथुरा टक्क जाने तयारीमा हामी चाहिँ टक्क लगाएर होइन बाबुछोरा र म टक्क होइन गाइजहरू होइन बाइक पनि रेडी भइसकेको छ। टक्क हामी दुई बाबुछोरा भएर चाहिँ टक्क अब चाहिँ टक्क मथुरा मेला हेर्न जाने। त्यही हो बाटोमा अब टक्क लगाएर जे हुन्छ मैले देखाउँछु होइन। त्यही हो अब कहाँबाट कसरी गइन्छ भन्ने कुरो केटाहरू सब रेडी भइसक्यो। फोन गऱ्यो गरिरहेछन् होइन। चाहिँ जानुपर्ने हुन्छ। सो आफ्टर लङ टाइम है धेरै लामो समयपछि भिडियो बनाउनु पाइयो होइन। घरतिर आएपछि त्यो अलिकति बिजी व्यस्तता हुन्छ नि त अलिकति भइन्छ होइन। त्यही हो ल केटा अब चाहिँ जानुपर्ने हुन्छ। बाटो पनि चिप्लो छ अलिकति राम्रोसँग जानुपर्ने हुन्छ। टक्क बाइक साइक धोएर रेडी गरेर राखेछु। टक्क अब चाहिँ चलिदिनु पर्ने हुन्छ माथि। अब चाहिँ हामी मथुरा जान लागेको होइन गाइजहरू। दिस इज भ्यू अफ हाम्रो गाउँ होइन। दाइहरू चाहिँ अगाडि टक्क लगाएर होइन पारामा पुरा हजुर टक्क लगाएर रमाइलो गर्नु हामीले। अनि दाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ। हामी चाहिँ पछाडि लास्टमा होइन। लिडर भनेको नि त हुन्छ नि त। धेरै बनाउनु त पुरा चिप्लो छ बाटो। फेरि हामी चिप्लो के लास्टै यस्तो चिप्लो छ बाटो चाहिँ होइन। मथुरा दिस अब हामी चाहिँ मथुरा जान कम म्याक्सिमम आधी घन्टा मिनिमम। खोला भ्यू देख्न सक्नुहुन्छ गाइस। हल्का चिसिँदै छ नि त पानी परेको हुनाले। ओए पानीमा धेरै हिँड्यो हुन्न नि त। हामी चाहिँ अनि भोलि छु त फाइनली 15 मिनटको हाम्रो यो दौडाएपछि हामी मेन रोडमा आउन लागिसकेका छौँ। तर चाहिँ यहाँको बाटो चाहिँ यस्तो छ हिलो होइन। झर्नुपर्छ क्या सरम जानु। म त चढ्दिनँ होला। फाइनली गाइज हामी चाहिँ मेन रोडमा आइसकेका छौँ। तपाईँलाई देखाउन चाहन्छु गाइज। अब हामी मेन रोडमा आइसकेका छौँ र अब हामी चाहिँ जान लागेका छौँ दादा। को गाली चाहिँ म निकाल्नु नभनेको थिएँ तर निकाल्नु गयो गाइज। जाँदाखेरि भ्यू त्यो पनि देखाउनेछौँ कोसिस गर्नेछौँ। यो हो हाम्रो गाउँको भ्यू होइन। दामी छ पुरा दामी भ्यू छ। आज चाहिँ अटोटै भएर हो नत्र म जानु पाउँछु गाइजहरू होइन। भ्यू चाहिँ मैले तपाईँहरूलाई फुल्ली देखाउने छु। इन्जोय गर्नु होला गाइज। सब्सक्राइब पनि बढाइदिनु होला हाम्रो दादाको होइन। 500 त पुगिसकेको छ। अझै बढी गेन गर्नु होला। हामी चाहिँ पौवा आउन लागिसकेको छौँ होइन। पारी पौवा टक्क लगाएर अब चाहिँ म तपाईँलाई भ्यू देखाउने छु होइन।
This is the organic view, guys. हेर्नुहोस् राम्रोसँग इन्जोय गर्नुहोस्। हाई गर्छ यार त्यसले त सबैजनालाई सिक्रेट छ होइन तपाईँलाई मैले देखाउने छु। दिस इज अर्घा खाँची पलकोट पौवा चाहिँ हामी आइसकेका छौँ। पलकोट पौवा अब पौवा This is a Poa party. Polkot, subscribe now. This is a Polkot Poa. जङ्गबहादुर राणाको जन्मस्थल। अब मथुरा आउन धेरै टाइम लाग्दैन गाइजहरू होइन। त्यो गाइज एक किसिमको बसाइपछि हामी फेरि हिँड्न लागेको छौँ मथुराको लागि। अझै पनि हामी पुगेका छैनौँ होइन। तपाईँलाई मस्त भ्यू देखाउँदै म चाहिँ मथुरा जान्छु होइन। दाजु चाहिँ मस्त बाइक चलाएर हुनुहुन्छ भिटान्थ्यो होइन। टक्क लाएर पछाडि भिडियो बनाउनको लागि होइन त्यहाँ जुगाड लगाएको थिएँ दाजुले चाहिँ खतरा जुगाड लाउनु भएको थियो कि फटाकी बस्नु सब्सक्राइब चाहिँ गर्नुपर्छ होइन। सपोर्ट चाहिँ चाहिन्छ कि सपोर्ट तपाईँले सपोर्ट गर्नुहोस् गाइज होइन। सपोर्ट गर्नुहोस् गाइजहरू हामी चाहिँ अब मथुरा बेसी मथुरा त आइसकेको छौँ तर यहाँ हल्ला छैन। अब माथि डाँडामा गएर सोधखोज जान लागेको छौँ होइन गाइजहरू। आएर अब चाहिँ हामी जानुपर्छ। सन्डेमा आएको छ नि जाने त होइन भिडियो बनाउनको फोटोसोटो खिच्नको लागि के होइन आएपछि त फोटो खिच्नै गरौँ टक्क लाएर होइन। भ्यू होइन गाइज अब फाइनल्ली चाहिँ हामी चाहिँ यो मथुरा बेसीमा आयो होइन। केटाहरू टक्क बसिरहेको होइन अनि टक्क लाएर है अब चाहिँ जानुपर्ने हुन्छ सर्र लाएर मथुरातिर के हुन्छ लेट्स सी हेरौँ है। टक्क लाएर कति दामी छ क्या। हुन त मलाई अस्ट्रेलियामै आउने मन थियो यहाँ तर त्यस्तै हो टाइम मिलेन होइन। केटाहरू टक्क बसिरहेको लेट्स सी नेक्स्ट पार्ट। यो वी आर डन है। अब चाहिँ हामी चाहिँ मथुरा लगभग फाइनली आइपुग्यो होइन। यस्तो छ र मथुराको टक्क भिडभाड चाहिँ होइन। टक्क लाएर जेरी बनाउने यताउतिदेखि लिएर सबै कुराहरू होइन बवालै भइरहेछ। त्यस रमाइलो छ त्यस होइन। आज चाहिँ एकादशी मेला भएको कारणले होइन सबजना
सबजना आइरहे ये हाल हौसल दिन गरेर त्यही हो अब सबैजना टक्क लगाएर घुम्दैछन् केटाहरू यता छन् सबै बाइक साइक यति छन् टक्क लगाएर होइन जस वी आर डन इट है मन्दिर चाहिँ बस्तिरपट्टि पर्छ अहिले एकैछिनपछि चाहिँ मन्दिरतिर जाने हुन्छ जेरीसेरी खाइयो नि त भवाल खाइयो होइन त्यही हो अब चाहिँ टक्क लगाएर जेरीसेरी मथुरा उजाल्नु होइन सबैजना थाहा होला मथुरा होइन टक्क लगाएर भवाल छ जे छ है लुक एट द सिचुएसन होइन डन होइन टक्क लगाएर चाहिँ म मन्दिरतिर आइयो अब फाइनल्ली होइन टक्क लगाएर हाम्रो केटाहरू टक्कै मेरो भान्जा है बबाल पारामा है सर लगाएर होइन हाम्रो यो चाहिँ मन्दिर त्यो चाहिँ यता भजन भइरहेको छ यता चाहिँ भजन भइरहेको छ यो चाहिँ मन्दिर मथुरा मन्दिर होइन सबैजनालाई थाहा छ होला दिस इज द भ्यू है मथुरा बेसी है राम्रो छ जोस् है यस्तो व्यवस्थित भइसकेछ कि टक्क लगाएर होइन तर घाम छ गर्मीमा छ हामी चाहिँ भर्खर आएको होइन रमाइलो छ जोस् एजुकेसी होइन सबजना हेर्नुहोस् टक्क लगाएर है केट द भ्यू वाउ मर्निङ होइन के मर्निङ त के भन्नु 11 बजिसक्यो हेलो यहाँ दर्शक नमस्ते आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम ठिकठाकै छु है ठिकठाक भन्नु पऱ्यो बिहानभरि लड्दा काम गर्दै होइन बल्ल चाहिँ भिडियो बनाउनु फुर्सद पायो होइन त्यहाँको बिहानभरिको काम मेरो होइन सरलक्क यो बस्ने बनाएको होइन कपडा सुकाएन यस्तो फोहोर भइसक्यो त्यो हिजो घुमघाम गरेर आयो थकिलो लागेको थियो त्यो भिडियो चाहिँ एन्ड गर्न पाएको थिएन सो त्यही भएर मर्निङ टाइममा चाहिँ कामसाम गरेर टक्क फ्रेस भन्दा पनि फ्रेस पनि भएको छैन कामसाम गरेर अहिले चाहिँ टक्क फाइनली कामसाम सबै भ्याइयो यति भन्दै भिडियोलाई पनि यतितिर टुङ्गाउँछु यति भिडियो धेरै लामो भइसक्यो होला सो त्यही हो होप सबैजनाले माया गरिदिनुहोस् मिठो माया देखाइदिनुहोस् फुल वाच गरिदिनुहोस् लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला हस्त गर्नु पर्छ